Oh, you are bad man. You are husband, bad man. नराम्रो मान्छे तपाईँको श्रीमान तपाईँको पोइ साइडबाट गरौँ न तपाईँको श्रीमान बुद्धि भएको काम नभएको रक्सी नखानुहोस् रमाइलो गर्नुहोस् पृथ्वीको बाँच्ने जिन्दगी पैसामै ठुलो कुरो होइन हामी अरू देशबाट यहाँ तपाईँको देश भ्रमण गर्न आएका छौँ तपाईँको श्रीमान मलाई गाली गर्ने मलाई झगडा गर्ने तर यु आई लाइक यु छोराछोरीको विचार के छ अहिले गएर मौसम धुन त अझै आउने हुन्थ्यो त आइरहन्छ खालि म त्यही रोमाइने चाहिँ आएर हिँड्न आएर मैले उनीलाई छ हैनको लोक त भयो झडे आएपछि अनि बाहिर कुहिराख्दा फटाइदिन्छ घुम्न तपाईँको श्रीमान झगडा गर्छ हामीसँग तपाईँ नै मनपर्छ तपाईँको दाजुभाइ मनपर्छ तर तपाईँको श्रीमान चाड खान्छ हामीसँग झगडा गर्छ त्यसैले म गएँ नो नो रमाइलो गर्नु नखुच्च्या हाम्रो देशमा मात्रै आइपुगेर 2 महिनामा त्यो रमाएको छ हाम्रो देश आइखा देश कति सकिया छ त्यो क्यान्ने कुइना पक्का लपडला घुम्ने त भएछ हो के मैले बाटो खाली सिकाएको त घरको झगडा गरे दुने खाली यति पनि दुकान आयो खैनी आइमाइको दुनी त्यहाँ गाह्रै छ हजुर क्यान्ने सबै इथे कि मेरा घरमा त्यही थियो अल्टो के घुम्ने हो सबैले घर यतै झडाउँछ कि मेरा घरमा माथि झडाउँछ त हो त्यही त कुइरामा त काहीँ केही हुन्छ ल बुझ्या हुन्छ आइगो बट्टा पनि अहिले त्यही जाउँबाट सिधा मौसम लागेको छ मुन ल्याउ एकचोटि हेर दुनियाँ जोगा यहाँ ठुलो छ मलाई घसियाले दिन गर्ने यहाँ मुखको लोभ माने क्या लोभ त भएको आइमाईको लोभ हो त्यही आमा भए रुपियाँ लुटाइरहने अरे के भोलिले नै अब मान्छे दिनै भोट पाखाइ मरेपछि कि रुपियाँ क्यान्ने न रमाइलो लिनुपर्छ अब टाढाबाट टाढाबाट जाओस् कलाकार आएका छन् सिधा बासीलाई रमाइलो होला मनोरञ्जन होला दुनियाँमा एकदम खर्च गरिकन हेरे यो त बाटो रमाइलो गरेर गरेन दुनियाँमा एकदम मौसम चलाएको छन् टाइममा पनि लोभ मानिकन हुने त मरिजाने चोला हुने त बिहानै आइका म बट्टा आएछ काटेर छु अनि बिगार अब एकचोटि बट्टा आएले बट्टा त रमाइलो गर्दा न त्यही बिचमै त्यही नानो गीत गाउँ कि त हौ गीत देखिया छिया एउटा सानो गीत है त अब ट्र्याकमा गाउने भइदियो अहिले खोज्न माइता हो त्यही कलाकार घुम्नबाट छुएँ क्या त्यो ट्र्याक भएर क्या घुम्न त बाजा खाजा बजाउने जान्दैन हो त्यही आमै भागामा नानो गीत गाउँ है घाँटी सुट्यो भेटघाट भयो खुसी भयो मन है
है त आज माइती भेटघाट भयो झौबाट ए खुसी भयो लौ मैले क्या भन्या भन्बार है त खुसी भएको आज माइती भेटेर धेरै खुसी भएको छ म पनि यही सिकाकी चेली हुँ त्यही भएर मन आज धेरै खुसी भएको छ है खस भाषाको उत्तम थलो हाम्रो सिंहदरा खस भाषाको उत्तम थलो हाम्रो सिंहदरा प्रकृति सुन्दर बस्ती बनाऊ हरा बता है त